नमस्कार हजुर सबैलाई। म चाहिँ हर्क गदाल। हजुर कुन ठाउँबाट हेर्दै हुनुहुन्छ? म चाहिँ यहाँ मकै पोलेर खानु पर्यो भनेर आएको, तर अब हरियो चाहिँ एक घोगा रहेछ। सबै सुकिसके मकैहरू पनि। अब त्यही भएको हुनाले पनि सुकेको मकै त भएन हेर्नुहोस् खानालाई। अनि हरियो मकै चाहिँ अलिअलि छन्, त लगभग सकि नै सके पनि सबै सुकिसकेका छन्। अनि हजुरहरू कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्नुहोला। अब चाहिँ त गाउँमा बसेको चाहिँ यस्तै हो हेर्नुहोस्, अर्ग्यानिक खान पाइन्छ। अनि अब त सुकेपछि सबै मकैहरू सुकिसक्यो। अब हरियो खानलाई चाहिँ अब लगभग नपाइने अवस्था हुन आँटेको छ। त्यही पनि हाम्रो चाहिँ यो चाहिँ पहेँलो मकै हो, अलिक छिटो पाकिहाल्छ। र अर्को सेतो मकै चाहिँ अलिअलि हरियो छ, त्यही पनि त्यो पनि सुकिसक्न आँटेको छ। गाउँमा बस्दा चाहिँ के छ भने आफ्नै करेसाबारीतिर गएर पनि मकैहरूदेखि लगायत हरेक कुराहरू चाहिँ आफ्नै बारीतिर पस्ने अनि खान मन लागेको कुरा खाने गर्नु चाहिँ पर्यो है। फेरि त्यत्तिकै खान त पाइँदैन हेर्नुहोस् होइन। त्यही पनि अर्ग्यानिक खान पाइयो, ताजा खान पाइयो। गाउँ र सहरमा बस्दा यति चाहिँ फरक छ है। हेर्नुहोस् यो सबै सुकिसकेको रहेछ मकैहरू पनि। त्यही पनि खोज्ने जारी नै छ, खोज्दैछु हरिया पनि छन् कि भनेर। अनि म आफैले गाएको गीत एउटा छ, हजुरहरूलाई थोरै सुनाउँछु है त। हे खुल्ला हुन्जेल विदेशमा जाने त, विदेशमा जाने त, बन्द गरे सोचौँ के खाने त, गाउँमै रमाउने हो। कृषि खेती गरेर लौ पशुपालन गरेर, यहाँको सामान विदेश पठाई डलर कमाउने हो। यहाँको सामान विदेश पठाई पैसा कमाउने हो भन्ने गीत पनि, गाउँमै रमाउने हो भन्ने गीत चाहिँ हजुरहरूले युट्युबमा पनि सर्च गरेर हेर्नु भने भेट्न सक्नुहुनेछ भन्न चाहन्छु। आजलाई चाहिँ यति नै भन्दै हजुर सबैलाई हेरिदिनु भएकोमा, अहिलेसम्म सुनेर साथ दिनुभएकोमा, गाउँघरको दृश्यलाई हेर्नु भएकोमा धेरै धन्यवाद भन्न चाहन्छु। हवस् त, धन्यवाद सबैलाई।